आजको भिडियो यहाँबाट सुरु भइरहेछ। द माउन्ट एभरेस्ट। किन चाहिँ त्यति मान्छेको डेट हुन्छ माउन्ट एभरेस्टमा? 10 जना मान्छेहरू जान्छ भने एक र दुईटाको मान्छेको डेट भइहाल्छ। के कारण छ? के हो डेट जोन? माउन्ट एभरेस्टमा चाहिँ एउटा यस्तो पोइन्ट आउँछ नि, त्यो पोइन्टलाई चाहिँ डेट जोन भनिन्छ। किन त्यो डेट जोन हो? के कारणले चाहिँ त्यो डेट जोन हो? त्यहाँ मान्छेहरू जान्छ भने चाहिँ अक्सर मान्छेहरूको डेट चाहिँ त्यही डेट जोनमा हुन्छ। द माउन्ट एभरेस्ट नेपालको आन बान शान, नेपालको एउटा पहिचान चाहिँ हामी माउन्ट एभरेस्टलाई चाहिँ मान्छौँ। आज चाहिँ माउन्ट एभरेस्टमा कुरा गरौँ। माउन्ट एभरेस्टमा चाहिँ यति मान्छेहरू चाहिँ आउँछ अहिले चढाइ गर्न, तर चाहिँ त्यति मान्छेबाट धेरै मान्छेको चाहिँ डेट भइहाल्छ। कसरी भइहाल्छ चाहिँ त्यो माउन्ट एभरेस्टमा चाहिँ त्यति डेट? अक्सर मान्छेहरूको चाहिँ त्यहाँ डेट हुन्छ चढ्न बेला। डिभाइडमा चाहिँ भाग्य गरेछ। माउन्ट एभरेस्टलाई नि फिट अनुसार चाहिँ त्यसको जोन राखेछ। एउटा जोन आउँछ, त्यसलाई चाहिँ डिप जोन भन्छ। त्यसलाई किन डिप जोन भन्छ? जब मान्छेहरू नि माउन्ट एभरेस्टमा पहिला चढ्नको लागि चाहिँ धेरै तालिमहरू गर्नुपर्छ। सबैले त थाहै छ माउन्ट एभरेस्टलाई चढ्नुपर्छ भने त्यहाँ गएर चाहिँ पहिला कुन एनजिओबाट चढ्ने हो त्यहाँले सम्पर्क गर्नुपर्छ। अनि माउन्ट एभरेस्टलाई चढ्नको लागि कम्तीमा 40-45 लाख पैसा जति खर्च भइहाल्छ मात्र चढ्नको लागि। किनकि अब चाहिँ माउन्ट एभरेस्ट चढ्नको लागि चाहिँ त्यहाँ चाहिँ त्यसको सामग्रीहरू चाहियो नि त। सामग्री किन्नको लागि अनि तालिम गर्नको लागि सबै सामग्रीहरू किन्दै एनजिओले 40-45 लाख चाहिँ लिन्छ। अब जस्तो एनजिओ भए त्यस्तो चाहिँ दाम लिन्छ। तर अब चाहिँ भिआइपी एनजिओ पनि आइसकेछ, हेलिकप्टरले गर्छ। अनि आफ्नो जति अक्सिजन चाहियो भने त्यति गर्छ। जे केही भयो भने आफ्नो हेलिकप्टरमा बसाएर लिएर जान्छ, त्यो पनि हुन्छ। तर अब पैसामा त्यसमा पनि 1-1.5 करोड चाहिँ पैसा खर्च भइहाल्छ। तर यो मान्छेहरू चाहिँ यसमा नि चाहिँ त्यो चढ्न बढी रुचाउँछ। अनि किन मान्छेहरू चाहिँ त्यहाँ डेट भइहाल्छ? डेटमा आउन राम्रो। जब मान्छेहरू जान्छ मलाई चढ्नु छ भनेर आउँछ, विदेशीहरू आउँछ खास गरेर मलाई माउन्ट एभरेस्ट चढ्नु छ। किनकि माउन्ट एभरेस्ट सबैभन्दा ठुलो पर्वत हो, नेपालैमा हो। त सबैले इच्छा हुन्छ चढ्न, रुचि लाग्छ अनि आउँछ चढ्न, तालिम लिन्छ, चढ्छ माउन्ट एभरेस्ट। अनि चढ्दा जसरी पनि चाहिँ मान्छेहरू चाहिँ त्यो माउन्ट एभरेस्टमा नि गइहाल्छ। आफ्नो ज्यानको बाजी लगाएर चाहिँ माउन्ट एभरेस्ट टुप्पो माथि जान्छ। त्यहाँ गएर चाहिँ धेरै खुसी हुन्छ मान्छेहरू।
चाहिँ म माउन्ट एभरेस्टमा चाहिँ आइसक्यो, मेरो ड्रिम चाहिँ सक्सेसफुली भइसक्यो। अनि आफ्नो शरीरको जति अक्सिजन हुन्छ त्यो खुसी रमाइलो गर्दै त्यही नै चाहिँ समाप्त गर्छ। अनि तिनीहरूलाई थाहा हुन्छ कि मलाई चाहिँ त्यति माथि पनि आएछु, मलाई पनि अब तल पनि जानु छ, तर तिनीहरू खुसीमा लाग्छ। अनि त्यसपछि तिनीहरू चाहिँ त्यहाँबाट आफ्नो केही चिनासीहरू चाहिँ छाडेर चाहिँ तल आउँछ। आउँदै आउँदा नि चाहिँ एउटा डिप जोन आउँछ। डिप जोन त यिनीहरू पार गरेर चाहिँ माथि गए होला एकचोटि, अनि त्यहाँबाट फेरि फर्केर चाहिँ त्यही डिप जोनमा आउँछ। त्यहाँ आउँदा नि चाहिँ अक्सिजन चाहिँ कमी भइहाल्छ शरीरबाट, अनि मान्छेहरूलाई नि घुर्मी लाग्ने अनि तनाव जस्तो फिल चाहिँ हुन लाग्छ। त्यहाँ हात पाउ सबै सुन्न थाल्छ, किनकि अक्सिजन त्यति पाउँदैन त्यहाँ। अनि मान्छेलाई चाहिँ त्यो शरीरको सबै अक्सिजन चाहिँ एकदम माथि इन्जोय गरेमा चाहिँ तिनी समाप्त गरिदिन्छ। अनि त्यहाँ आएर चाहिँ अक्सिजन पाउँदैन, अनि मान्छेहरूको त्यहाँ हार्ट एट्याक आउँछ। केही त्यहाँ शरीरमा चाहिँ चिसोले गर्दा चाहिँ हार्ट एट्याक आउने केही भएर चाहिँ त्यही नै सबैभन्दा डिप जोनमा चाहिँ मान्छेहरूको डेथ हुन्छ। अनि अक्सर चाहिँ त्यति मान्छेहरू जान्छ त्यहाँ नि, त अक्सर 10 जना मान्छेहरू त्यहाँ जान्छ भने 1-2 मान्छेको चाहिँ डेथ भइहाल्छ त्यही डिप जोनमा। अनि त्यहाँबाट फर्केर आएपछि त्यो बडी ल्याउनको लागि नि चाहिँ कोही चाहिँ एलियन जियोहरू चाहिँ त्यो बडी ल्याउँछ। मान्छे डेथ भइहाल्छ नि, त्यहाँबाट बडी ल्याउनको लागि नि जति खर्च चाहिँ चढ्नमा हुँदैन नि, त्योभन्दा बढी चाहिँ त्यो डेड बडी ल्याउन चाहिँ तल चाहिँ खर्च हुन्छ। के गर्नलाई चाहिँ त्यो डेड बडी ल्याउनुपर्छ। त्यसैले अहिलेसम्म चाहिँ त्यो माउन्ट एभरेस्टमा कति डेड बडी चाहिँ यस्तै छ, कोही ल्याउन जाँदैन, किनभने कि त्यो डेड बडीभन्दा बढी चाहिँ त्यसको ल्याउन चाहिँ खर्च लाग्छ। यो भिडियो लामो लाग्यो भने साबरमतीको स्टोरी भने यो च्यानललाई सब्सक्राइब गर्नुहोस् अनि लाइक एन्ड सेयर पनि गर्नुहोस्।